ड्रिम्स टिभी हेरिराख्नु भएको छ र ड्रिम्स टिभीका सपना श्रृङ्खलामा आज सपना रहेको छ। सपनामा यदि तपाईँले घोडा देख्नु भएको छ भने त्यो सपना तपाईँको लागि के कस्तो सङ्केत लिएर आएको हुन्छ र सपनामा घोडा देख्दाखेरि आफूले नेगेटिभ र पोजिटिभ के फल पाउन सकिन्छ। सर्वप्रथम त बिहानको समयमा यदि सपना देख्नु भएको छ भने त्यो सपनाले तपाईँलाई छिट्टै नै प्रभाव पार्ने हुन्छ। सपनामा घोडाको फोटो देख्नु बेहद एकदमै शुभ मानिन्छ। यसले चाहिँ मान सम्मानमा वृद्धिको साथमा समाजमा आफूलाई पद प्राप्तिको पनि सङ्केत मानिन्छ। साथै यदि तपाईँले दौडिराखेको घोडालाई चाहिँ देख्नुहुन्छ भने त्यो अत्यन्त उत्तम मानिन्छ र धन प्राप्ति र यात्राको सङ्केतको रूपमा यसलाई मानिन्छ। कुनै घोडा पङ्खवाला घोडा उडिराखेको अवस्थामा देख्नुहुन्छ भने घरमा शुभ र माङ्गलिक कार्य हुने सङ्केतको रूपमा यसलाई मानिन्छ। तर कुनै घोडा छ जुन चाहिँ अलिकति बिरामी अवस्थामा छ, त्यस्तो स्थितिमा यदि तपाईँले देख्नुभएको छ भने अलिकति हेल्थलाई लिएर चाहिँ अलिकति ख्याल गर्नुपर्ने हुन्छ, सावधानी चाहिँ आफूले अपनाउनु पर्ने हुन्छ। यस्तो समयमा अलिकति रोगसँग चाहिँ जोडिएको सङ्केतहरू पनि तपाईँलाई दिएको हुन्छ। त्यही अनुसारले आफूले विचार गर्नुहोला।